यही 20 फागुनदेखि 5 चैतसम्म निष्कासन भएको प्योर इनर्जी लिमिटेडको आइपिओ रिजल्ट आएको छ। यो आइपिओ तपाईहरु कतिजनाले भर्नुभएको थियो? यो आइपिओ भर्ने संख्या 16,34,489 जना हो भने आइपिओ पर्ने भाग्यमानी भनेको 1,19,520 जना हो। बाँकी रहेको 15,14,969 जनाको हात भने खाली भएको छ। तपाई याद गर्नुहोस्, 15,14,969 जनालाई यो आइपिओ परेन, बाँकी 1,19,520 जनाले यो आइपिओ हात पार्नु भएको छ। र यो भाग्यमानीहरूले यो आइपिओ दोस्रो बजारमा कारोबार हुने मूल्य 96 रुपैयाँदेखि 289 रुपैयाँ 35 पैसासम्म हुनेछ। यो आइपिओ को दोस्रो बजारको कारोबार तपाई मान्नुस् 290 को हाराहारीमा हुनेछ। तर जति पनि भाग्यमानीलाई पर्यो उहाँहरूले यो आइपिओ राम्रै मूल्यमा बेच्न सक्नुहुनेछ, किनभने यो आइपिओ प्योर इनर्जी लिमिटेडको आइपिओ निकै माथिसम्म जान सक्ने देखिन्छ। यो आइपिओ होल्ड गर्नेहरूलाई निकै माथिसम्म अर्थात् केही कमाउने मौका यसले दिनेछ। यो भाग्यमानीहरू जतिले पाउनु भएको छ तपाईहरुलाई धन्यवाद, कंग्रेचुलेसन भन्न चाहन्छौं। र जतिको हात खाली भयो अरु आइपिओहरू धमाधम आउँदैछन्। तपाईले पैसा जम्मा गर्नु भएको छैन भने गर्नुहोस्, गर्नु भएको छैन अनि यही आइपिओ भर्नु भएको छ भने यसको यो आइपिओ को पनि पैसा फेरि फिर्ता आउनेछ। र यो आइपिओ को दोस्रो बजारमा अर्को 2 हप्ता पछाडि कारोबार सुरु हुनेछ। 2-3 हप्ता कम्तीमा पनि लाग्नेछ। र यो 2-3 हप्तामा तपाईले यस प्योर इनर्जी लिमिटेडको बारेमा अरु धेरै जानकारीहरू म यसै च्यानलमा दिनेछु र आइपिओ सम्बन्धी र शेयर सम्बन्धी सम्पूर्ण जानकारीहरू यसै युट्युब च्यानलमा तपाईले पाउनुहुनेछ। यदि तपाईले लाइक सब्स्क्राइब गर्नुभएको छैन भने नभुल्नुहोला। शेयर सम्बन्धी जानकारीको लागि हामीलाई सब्स्क्राइब गर्नुहोला। आउने अर्को भिडियोमा अरु शेयर बजार सम्बन्धी जानकारी साथै प्योर इनर्जी लिमिटेडको कम्पनी अनि यसको कारोबार